गाइस दर्शक नमस्ते हैन। आज चाहिँ हामी यता अलुमादा घुम्न जाँदैछौँ। अलुमादाको यो येशू क्रिस्टको ठुलो स्ट्याचु छ हैन, त्यो साइडमा। सो म र मेरो बुढी चाहिँ हैन घुम्न जाँदैछौँ। सो लेट्स गो हैन। आफ्टर लङ टाइम मैले चाहिँ यो मेरो भ्लग्स बनाउँदैछु फेरि हैन। अब पहिला चाहिँ मेरो यो कामको व्यस्तताले गर्दाखेरि मैले चाहिँ भ्लग बनाउन पाइनँ। सो आज चाहिँ हामी बाहिर जाँदैछौँ। सो त्यही भएर चाहिँ हामीले भ्लग्स बनाउँदैछु। लेट्स गो है त। गाइस अहिले चाहिँ हामी यहाँ मेट्रो स्टेसनमा छौँ हैन। मेट्रो स्टेसन भर्खर मेट्रो गयो। सो हामी अलि लेट भयो। त्यही भएर चाहिँ अब हामी फेरि अर्को मेट्रो 5 मिनट कुर्नुपर्छ। सो यता चाहिँ मेट्रो, सो यो चाहिँ मेट्रो स्टेसन हो हैन। यहाँको चाहिँ पोर्चुगलको मेट्रो स्टेसन यस्तो हुन्छ र है त। हैन यताबाट मेट्रो आउँदैछ। यो मेट्रोबाट चाहिँ हामी चढेर जान्छौँ। म्याडमजी यता हुनुहुन्छ। यो चाहिँ मेट्रो हो। स्याट्ट घुमाइदिउँ न गाइस हैन। अब हामी चाहिँ यता काइसुद्रे मेट्रोबाट चाहिँ हामी बाहिर निस्किँदैछौँ। सो हामी चाहिँ त्यहाँबाट चाहिँ जहाजमा जानेछु। आल्मादा रे सरी, आल्मादाबाट पनि बसमा जानेछौँ। हामी यताबाट कासिलाइसको बोर्डमा जान्छौँ हैन। अनि त्यहाँबाट चाहिँ फेरि हामी कासिलाइसबाट फेरि आल्मादा हुँदै जानेछौँ। यो चाहिँ हामी अहिले आइरहेको चाहिँ काइसुद्रे मेट्रो स्टेसन हो। सो हामी चाहिँ यहाँबाट अब बाहिर निक्लिँदैछौँ। यता बोट साइडमा जाँदैछौँ होइन। यो चाहिँ लिफ्ट भयो। यहाँबाट माथि गएपछि चाहिँ हामी बोट साइडमा बोट चढेर हामी जाँदैछौँ है त। यस्तो खाले पास लिएको छ होइन। हामीसँग चाहिँ 40 को पास छैन। त्यही भएर चाहिँ हामीले यो पास लिएको हो। सो तपाईँहरूसँग 40 को पास छ भनेदेखि यो पास लिनु पर्दैन। 40 को पास छैन भनेदेखि तपाईँले टिकट काउन्टरबाट यो पास लिन सक्नुहुन्छ है त। अब हामी चाहिँ काउन्टर नम्बर गेट नम्बर 4बाट कासिलाइस जाँदैछौँ है त। यो यता साइडमा। सो यो चाहिँ कासिलाइस जाने ठाउँ हो। मान्छेहरू टन्नै छ। भित्रको दृश्य बोटमा बसिसकेका छौँ होइन, पानी जहाजमा। अब हामी चाहिँ उता जाँदैछौँ। उता गएर फेरि उताको होइन भ्यू देखाउनेछौँ है त। सो होइन अहिले हामी चाहिँ यता बोटबाट बाहिर निक्लिसकेका छौँ। सो अहिले चाहिँ हामी यता कासिलाइस होइन, कासिलाइस आइपुगेको छौँ। सो रिक्सामा जाउँ न, रिक्सामा सानो देख्नुहुन्छ। सो यहाँबाट चाहिँ बसहरू पनि जान्छ होइन। अनि यता चाहिँ मेट्रो पनि रहेछ होइन। अनि तपाईँ चाहिँ यो साइडबाट जाने होला होइन। म पनि फर्स्ट टाइम आएको। सो त्यही भएर खासै थाहा भएन। यता दाइहरू पनि भेटेको छु। सो तपाईँहरूलाई चाहिँ अब केही अब खानासाना यताउता मन लाग्छ भने तपाईँहरूले देख्दै हुनुहुन्छ। यहाँ सानो होइन स्टल भएको टक्कसँग सानो होइन। यता रेस्टुरेन्टहरू पनि छ। सो त्यही भएर तपाईँले केहीहरू खानेकुराहरू खान सक्नुहुन्छ। अनि अब हामी चाहिँ भर्खर घरबाट होइन खानासाना खाएर आएको हुनाले चाहिँ हामी चाहिँ खासै अब नखाऊँ होला। त्यही भएर हामी चाहिँ अब यताबाट हिँड्दै जाने भन्ने दाइहरूको सल्लाह भइरहेछ होइन। सो
अहिले हिँडेर जाँदैछौँ होइन, त्यही भएर चाहिँ कति आधी घन्टा चाहिँ लाग्छ होला हिँडेर जानमा। आधी घन्टा कि 1 घन्टा, आधी घन्टा जस्तै, आधा घन्टा जति लाग्छ होइन हिँडेर जानलाई। सो त्यही भएर हामी चाहिँ हिँडेर जाँदैछौँ। 5 मिनट है त। हामी चाहिँ अब एकदम गर्मी भएर होइन समर्स बी खाँदै होइन अनि जान लाग्दैछौँ हामी चाहिँ है त। अहिले हामी चाहिँ फेरि बोल्ट चढेर होइन जाँदैछौँ, किनकि हामी हिँडेर जान लागेको थियौँ। तर हिँडेर जाँदाखेरि यो घाममा अलि अल्छी लागेर चाहिँ हामी अहिले चाहिँ बोल्ट चढेर फेरि जाँदैछौँ गाइस होइन। हामी चाहिँ गइरहेको छु। अब त पुग्न लाग्यो, बस स्टेसन आइपुग्यो। टावरको मुनि आइपुग्यो। फाइनली हामी चाहिँ आइपुग्यौँ घुम्न लाग्यो। हेलो गाइस, फाइनली हामी चाहिँ आइपुग्यौँ। दाइहरू हुनुहुन्छ। आल्मेदा होइन ल, आल्मा त। अब यो टावर जिससको यस्तो गरेको ठाउँमा होइन दाइहरू पनि हामी पनि त्यस्तो प्लान थिएन घुम्न जाने भनेर आएको क्रममा चाहिँ दाइहरू पनि सँगै भेट्यौँ। अलिक ग्रुप नै भएपछि रमाइलो लाग्दो रहेछ, इन्जोय हुँदो रहेछ। मेरो दाइहरू हुनुहुन्छ, अब हामी आउँदै भेटेको क्या। अहिले चाहिँ हामी यता पार्कमा घुमेर तपाईँहरूलाई यो पार्कको दृश्य देखाउने छु, हेर्दै गर्नु होला र इन्जोय गर्नु होला है त। फाइनली हामी चाहिँ यो रातो पुलमा अहिलेदेखि होइन धेरै लङ टाइमदेखि सोचिरहेको थिएँ यो पुलमा आउने प्लान चाहिँ पहिल्यैदेखि गरिरहेको थिएँ। फाइनली हामी आइपुग्यौँ। लेट्स गो गाइस, भिडियो हेर्दै गराउनु, भिडियो हेर्दै गर्नु, इन्जोय गर्दै गर्नु हेरेर। हामी चाहिँ हिँडिरहेछौँ र कस्तो अर्को देखि मेरो चस्मा। फाइनली हामी रातो पुल आइपुग्यौँ गाइस। मेरो अहिले हामी आइपुगेको छौँ यो जिसस क्राइस्टको होइन ठुलो स्ट्याचु र अनि यो चाहिँ लिस्बन पारेको भ्यू तपाईँहरूले देख्दै हुनुहुन्छ। अनि यतापट्टि चाहिँ यो पुल भयो होइन, रातो पुल। सो उता छोडा उता, नो प्रब्लम। हेलो गाइस, कस्तो घाम हो, कति काली मान्छे झन् काली देख्दो रहेछ। त्यति धेरै घामले पर्ने होइन। अन्त दाइहरू चाहिँ मेरो बुढो दाइहरू घामले यस्तो ब्लग पनि यस्तो कालो देखेको छ कि यो चाहिँ रातो पुल है। हामी चाहिँ यहाँ घुम्न आएको, खासमा घामले पोलेर यस्तो गर्मी होइन। फाइनली यो मैले अहिलेदेखि सोचेँ होइन यहाँ आउनको लागि। दाइहरू चाहिँ फोटो खिच्दै हुनुहुन्छ, मान्छे चिने छैन के पनि। हेलो गाइस होइन, हामी चाहिँ अहिले आल्मेदाको पार्कमा आइसकेको छौँ। यहाँ चाहिँ पुरा ओलिभको होइन रुख्ने रुख छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ होइन क्रिस्चियनको एकदम ठुलो टावर छ यसु क्रिस्टको। सो हामी चाहिँ यहाँ आएर
इन्जोय रमाइलो गरिरहेछौँ होइन। हाम्रो भिडियो कस्तो लाग्छ राम्ररी हेरेर तपाईँहरू इन्जोय गरेर लाइक सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। देखिने होइन यो पारिपट्टिको यो पुलको भ्यू हो होइन। सो तपाईँहरू नै आउनुभयो भनेदेखि यता चाहिँ होइन घुम्न नबिर्सिनु होला। सो यही हो ठिकै रहेछ होइन, मलाई चाहिँ ठिकै लाग्यो, नट ब्याड। अनि सो यही हो होइन, यो चाहिँ अब यीशु क्रिस्टको होइन स्ट्याचु रहेछ यहाँ चाहिँ। तपाईँको यहाँबाट यहाँ माथि पनि जान मिल्छ जान चाहिँ, तर त्यसमा चाहिँ अब पैसा लाग्छ। सो हामी चाहिँ त्यता गइएन यो पालि, फेरि अर्को पालि चाहिँ हामी जाने कोसिस गर्ने नै छौँ। यो चाहिँ मेरो बुढो उता अगाडि गएर घामले केही देखाएको छैन, आँखा बन्द भएको हाम्रो चाहिँ होइन एकदम घाम लागिरहेछ। घाम लागेर चाहिँ घामले केही पनि देखिरहेको छैन। फोटो भिडियोहरू होइन अलिअलि खिच्यो। अनि आलमादामा यो क्रिस्चियन होइन यो के भन्ने यो नाम चाहिँ यो टावरमा आएको छु हामी खासमा। सबै घुमिसक्यौँ होइन। अनि कस्तो लाग्यो बुढी आलमादा? एकदम राम्रो छ, भ्युजहरू नि यस्तो राम्रो छ। धेरै लङ टाइम पछि आउन पाएँ। पहिल्यै सोचिरहेको थिएँ यहाँ आउँछु, घुम्छु, इन्जोय गर्छु भनेर। फाइनली मेरो बुढासँग म आएँ। तपाईँहरू नि भिडियो हेरेर इन्जोय गरिदिनु होला। फोटो चाहिँ राम्रोसँग खिच्न पाएन, हामीले भिडियो भयो नि बनायौँ। अनि यसो तपाईँहरू नि भिडियो हेरेर सुरुदेखि लास्टसम्म भिडियो हेरेर इन्जोय गरिदिनु होला। अनि भिडियो युट्युब च्यानल सब्सक्राइब पनि गरिदिनु होला। मेरो बुढोको माया गरिदिनु होला। धेरै ठुलो सपना छ मेरो बुढोको। अब हामी यता आलमादा आएर चाहिँ होइन हामी घुम्यौँ होइन, जोस् इन्जोय भयो होइन। सो तपाईँहरूले पनि होइन नेपालमा बस्नु जति पनि बस्नुहुन्छ होइन मेरो भ्युवर्सहरू, सो तपाईँहरूले नि हेरेर होइन माया गरिदिनु होला मेरो भिडियोलाई। अनि फर्स्टदेखि होइन लास्टसम्म हेरिदिनु होला। सो यो चाहिँ हामी पोर्चुगलमा यो छौँ। सो है त गाइस, सो लाइक सेयर सब्सक्राइब गरिदिनु होला र आगामी भिडियोहरूको लागि सब्सक्राइब गरिदिनु होला। धन्यवाद है त। फेरि भेटौँला नेक्स्ट भिडियोमा है त। यहाँ फोटोहरू खिच्दा नि अलि काली मान्छे झन् कालो आउँदो रहेछ। तपाईँहरू चाहिँ अलि यसो आइफोन बोकेर आउनुहोस् गोरी देखाउनलाई। त्यस्तै हो, इन्जोय गर्नुहोस्। मेरो बुढीले चाहिँ के भन्दैछ है त? इन्जोय गर्नुपर्छ। अब आजको दिन भोलि आउँदैन, फर्केर आउँदैन। मलाई त भिडियोमै राम्रोसँग देखाउँदिन मेरो बुढोले होइन, मलाई त बोल्नै दिँदैन। तर तपाईँहरू चाहिँ आफ्नो बुढोलाई ताया गरेर भिडियो भए पनि यसो बनाउनु, इन्जोय गर्नुहोस्। लाइफमा इन्जोय गर्नुपर्छ, मेमोरी हुन्छ। तपाईँले भिडियो गर्यो भने म त कति कालो देखेको
हताएको जस्तो यस्तो रक्लो बनाएर